नेपाल सरकार वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम वैदेशिक रोजगारी। नमस्कार, रेडियो कार्यक्रम वैदेशिक रोजगारीमा यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक बिहीबार बिहान 7 बजेको समाचारपछि सुन्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरू, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरू समेट्ने गर्दछौं। विशेष गरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नै पर्ने विषयवस्तुहरू समेट्ने गरेका छौं। पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको स्वास्थ्य समस्याका कारण मृत्यु भइरहेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्कले देखाएको छ। विभिन्न समस्या मध्ये मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने श्रमिकको संख्या बढेको सचिवालयका निर्देशक एवं प्रवक्ता भूपेन्द्र सापकोटाले बताउनु भएको छ। जानु अघि गर्नुपर्ने स्वास्थ्य जाँचका सम्बन्धमा विशेषज्ञ समितिका विज्ञ सदस्य वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर कुञ्जाङ शेर्पाले दिनुभएको स्वास्थ्य सल्लाह कार्यक्रममा राख्नेछौं। सदाझै बोर्ड सचिवालयका सूचना र सन्देशहरू पनि छन्। कार्यक्रम सुन्दै रहनुहोला। त्यसकै निम्ति बगाउँछु पसिना र खुन, पुग्यो मलाई श्रम बेची परदेशी हुन। विपत्तिमा मातृभूमि खोज्दो रहेछ मन, बोला हुन्जेल मात्रै रहेछ विदेशको धन। पौरखी छु देशभित्रै बस्छु उद्यम गरी, श्रम होइन उत्पादनै बेच्छु संसारभरि। स्वदेशमै लगाउँ सिप विदेश जाने साटो, पसिनाले भिजाउँ अब आफ्नै देशको माटो। वैदेशिक रोजगार बोर्डको सचिवालय। नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवर्धन गर्न, यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारीमा जाने श्रमिक र वैदेशिक रोजगार व्यवसायको हकित संरक्षण गर्ने प्रायोजनका लागि वैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले मुख्य गरी गन्तव्य मुलुकमा अप्ठ्यारोमा परेका श्रमिकको उद्धार तथा खोज तलास गर्ने, श्रमिकका परिवारका सदस्यलाई अल्जाइमर, मृगौला फेल, क्यान्सर, मुटु सम्बन्धी रोग जस्ता दीर्घ रोग भएमा औषधि उपचारको लागि समेत सहयोग गर्दै आएको छ। यस्तै बोर्डको सचिवालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन आवश्यक समन्वय गर्ने, शव नेपाल ल्याउने, मृतकका परिवारलाई आर्थिक सहायता दिने र बिरामी एवं अङ्गभङ्ग भएकालाई उपचार खर्च उपलब्ध गराउने गर्दछ। बोर्डको सचिवालयले प्रदान गर्ने अर्को सेवा हो छात्रवृत्ति सहायता र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको कानूनी प्रतिरक्षा समेत गर्ने गरेको छ। त्यस्तै महिला श्रमिकका हकमा वैदेशिक रोजगारीमा जानु अघि दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पीडीओटी को शुल्कको शोध भर्ना समेत बोर्ड सचिवालयले उपलब्ध गराउँदै आएको छ। बोर्डको सचिवालयले अनलाइन सेवा मार्फत स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा पनि सञ्चालन गरिरहेको छ। वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने यी कुनै पनि सेवा प्राप्त गर्दा वा प्रक्रियामा रहँदा कुनै अप्ठ्यारो परेमा सचिवालयमा रहेको समाधान कल सेन्टर 1141 मा निशुल्क फोन गर्ने व्यवस्था समेत गरिएको छ। यसका साथै बोर्डले दिने सेवा सम्बन्धी थप जानकारी बोर्डको वेबसाइट www.feb.gov.np बाट समेत लिन सकिनेछ। बोर्ड मार्फत पाइने सेवाहरूको प्रक्रिया, आवश्यक कागजात र सावधानी अपनाउनु पर्ने विषयहरू जानकारी दिँदै जानेछौं। चालु आर्थिक वर्षको 7 महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने श्रमिकको संख्या 909 पुगेको छ। माघ महिनामा मात्रै 103 जना रहेको सचिवालयको तथ्याङ्क छ, जसमा सबैभन्दा बढी आत्महत्याबाट 18 जना र मुटु सम्बन्धी समस्याबाट 14 जना श्रमिकको मृत्यु भएको देखाउँछ। तर विदेशको रिपोर्टमा मृत्युको कारण नखुलाएकाको संख्या पनि निकै छ।
कस्ता र कुन देशमा जाने श्रमिक जोखिममा परिरहेका छन् त? वैदेशिक रोजगार बोर्ड सचिवालयका निर्देशक एवं प्रवक्ता भूपेन्द्र सापकोटा। 903 जना मध्ये अधिकांश मृत्यु हृदयघात, सडक दुर्घटना, किडनी डिजिज, त्यसपछि असुरक्षित कार्यस्थलमा हुने र ट्राफिक नियम थाहा नहुँदा हुने ट्राफिक दुर्घटना चाहिँ बढी छन् र स्लिपिङ डेथ पनि धेरै छ। जस्तै दुबईमा 205 जना मान्छेको मृत्यु भएको छ, झन्डै 1/4 मान्छे चाहिँ त्यहाँ बितेको अवस्था छ। त्यस्तै साउदी अरब सबभन्दा बढी 186, कतारमा 137 भन्ने 150 को हाराहारीमा, यो 909 जना तथ्याङ्क मध्ये मलेसियामा मात्रै 213 भन्दा बढी छ। यसले के देखिन्छ भने हाम्रो गन्तव्य मुलुक मलेसिया, कतार, दुबई, साउदी अरबमा चाहिँ बढी मृत्यु भएको घटनाहरू छन्। त्यसमा पनि यी देशहरूमा चाहिँ बढी अध्यक्ष र अर्धदक्ष कामदारहरू गइरहेको अवस्था छ र जसको साक्षरताको कारणले प्रिकसनरी भनौँ न, प्रिभेन्सनको कमीले पनि यो भएको जस्तो लाग्दछ। टेम्परेचर मेन्टेन नहुने, कतै गर्मीमा एसी नहुने अथवा जाडो ठाउँमा चाहिँ तातो गर्ने नहुने, त्यस्तै कार्यस्थलमा चाहिँ सुरक्षा सम्बन्धी, सेफ्टी सम्बन्धी पनि आफूले पनि ख्याल कम गर्ने र कम्पनीको तर्फबाट पनि व्यवस्थापन कम हुने हुँदा बढीभन्दा बढी चाहिँ यी गन्तव्य मुलुकमा चाहिँ मृत्यु भइरहेको अवस्था छ। यी सबै कारणहरू अथवा यस्ता हुन सक्छन् भनेर जानकारी गराउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम पनि छ पिडिओटी, त्यो कतिको प्रभावकारी भएको पाउनुहुन्छ? सचिवालयले पिडिओटी पूर्व प्रस्थान तालिम चाहिँ देशगत, गन्तव्य मुलुकगत चाहिँ भाषागत रूपमा समेत बुकलेटहरू बनाएर हामीले ब्रोसरहरू बनाएर चाहिँ गरेका छौँ र पाठ्यक्रममा पनि हामी अब थप केही यो विदेशी मुलुकहरू जस्तो फिलिपिन्समा राम्रो पिडिओटी ट्रेनिङको चाहिँ कम्बोडियामा अनुभवहरू रहेछन्। यी विदेशी मुलुकहरूले गरिरहेका पिडिओटी अथवा पूर्व प्रस्थान तालिमको अनुभवलाई समेत हाम्रो पाठ्यक्रममा संशोधन गरेर अगाडि बढ्ने सचिवालयको योजना छ। मन्त्रालयमा पनि पाठ्यक्रम संशोधन गरी नयाँ ढङ्गले पिडिओटी चलाउने सम्बन्धमा छलफल भइरहेको छ। अब रोगहरू लागेको खण्डमा चाहिँ हामीले श्रम स्वीकृतिको कुरा आउँछ। श्रम स्वीकृति लिएको चाहिँ 2 वर्षको सामान्यतया अवधि हुन्छ। त्यो अवधि सकेको पनि 1 वर्षभित्र गम्भीर रोग लागेमा अथवा मृत्यु भएमा बोर्डले चाहिँ रोगको प्रकृति अनुसार हाम्रो चाहिँ एउटा अङ्गभङ्ग सम्बन्धी कार्यविधि छ, बिरामी घाइते सम्बन्धी। त्यो कार्यविधिले 7 लाखसम्म बढीमा दिन्छ र मन्त्रालयले गठन गरेको एउटा विशेषज्ञ समिति छ, डाक्टर साहबको अध्यक्षतामा, स्वास्थ्य मन्त्रालयको सिनियर सहसचिवको अध्यक्षतामा छ। त्यो विशेषज्ञ समितिमा मेडिकल काउन्सिलको प्रतिनिधि लगायत आवश्यकता अनुसार विज्ञ प्रतिनिधि, वैदेशिक रोजगारबाट फर्केका रिटर्नी कामदारको प्रतिनिधि, मेडिकल व्यवसायीको प्रतिनिधि गरेको चाहिँ एउटा विशेषज्ञ समिति छ। समितिले प्रतिशत निर्धारण गर्दछ। त्यो कार्यविधिका आधारमा निर्धारण भएको प्रतिशतमा 7 लाखसम्म पाउने हाम्रो त्यसमा व्यवस्था छ। विरस्टलमा झन्डै 700 को हाराहारीमा चाहिँ टेलिमेडिसिन सेवाबाट सुविधा लिएको हामीसँग तथ्याङ्क छ। तथापि त्यसलाई अझै हामी व्यवस्थित गर्नलाई विरस्टलसँग अझै समन्वय छलफल गरिरहेका छौँ। टेलिमेडिसिन सेवालाई व्यवस्थित गर्न सकेसम्म श्रम स्वीकृति सकिएको छ भने तपाईँले रिन्यू गर्न चाहिँ नछुटाउनुहोस्, किनभने त्यही श्रम स्वीकृति रिन्यू गरेकै आधारमा बोर्डले सेवा सुविधा प्रदान गर्ने हो। अन्यथा सानो त्रुटिले धेरै पैसा पनि लाग्दैन, विदेशमै त्यो श्रम स्वीकृति रिन्यू गर्न मिल्छ। थोरै पैसाले त्यति रिन्यू गर्नुभयो भने बोर्डबाट पाउने सेवा सुविधाहरू सजिलै प्राप्त गर्न सकिन्छ। अलपत्र परेको अवस्थामा उद्धार, कानुनी सहायता, परामर्श जस्ता सुविधाहरू पनि प्राप्त गर्न सकिन्छ। वैदेशिक रोजगारीमा गएको बेला स्वास्थ्यमा समस्या पनि आउन सक्छ। घरबाट एक्लिएको अवस्थामा तनाव भएर स्वास्थ्य परामर्श पनि चाहिन सक्छ। अब तपाईलाई चाहिने आवश्यक स्वास्थ्य सल्लाहका लागि वीर अस्पतालबाट टेलिमेडिसिन सेवा सुरु गरिएको छ। टेलिमेडिसिन सेवा सञ्चालन गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने हो। यसका लागि 2 वटा मोबाइल नम्बर 9851 34 57 01 र 9851 34 57 02 मा भाइबर, व्हाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालबाट निशुल्क कल गर्न सकिन्छ वा सन्देश छाड्न सकिन्छ। सार्वजनिक बिदाका दिन बाहेक नेपाली कार्यालय समय 10 बजेदेखि 5 बजेको समयमा फोन गर्दा तपाईले टेलिमेडिसिन सेवामा खटिने स्वास्थ्य टोलीबाट सल्लाह लिन र आवश्यक विशेषज्ञ सेवा पाउनुहुनेछ। तपाई विदेशमा हुनुहुन्छ वा विदेशमा रोजगारीको लागि तपाईको आफन्त जानुभएको छ भने भाइबर, व्हाट्सएप वा इमो लगायतका सामाजिक सञ्जालबाट निशुल्क कल गरेर स्वास्थ्य समस्या, जिज्ञासाबारे आवश्यक सल्लाह लिन सकिन्छ भनेर जानकारी गराउनुहोस् है। वैदेशिक रोजगार विभागको माघ महिनाको तथ्याङ्कले 70,000 बढीले श्रम स्वीकृति लिएको देखाउँछ। रोजगारीमा जाने र स्वास्थ्य समस्यामा पर्ने संख्या बढिरहँदा
जानु अघि नै श्रमिकले आवश्यक स्वास्थ्य जाँच गरेर गए शरीर स्वस्थ राख्न सकिने विशेषज्ञ समितिका विज्ञ सदस्य वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर कुञ्जाङ शेर्पा सल्लाह दिनुहुन्छ। विशेष गरी अब यो मुटु रोग भन्ने कुरा चाहिँ संसारको सबैभन्दा हेर्दा नि कार्डियोभास्कुलर डिजिज मुटु रोग चाहिँ संसारमा नै एकदमै धेरै छन्, जहाँ बस्दाखेरि पनि होस्, किनभने यसमा चाहिँ हाम्रो धेरै कुराका चाहिँ रिस्क फ्याक्टरहरू हुन्छ, तत्त्वहरू जुनलाई चाहिँ हामीले चाहिँ कुनै चाहिँ परिवर्तन गर्न सकिने, कुनै चाहिँ परिवर्तन गर्न नसकिने। अब कसैको चाहिँ उक्त रक्तचाप, मधुमेह, कोलेस्ट्रोलहरू हाई भयो, अस्वस्थ खानपानका कुराहरू भयो, जीवनशैली भयो, आलस्य जीवनशैली, जुन हाम्रो चाहिँ एक्सर्साइजहरू गर्ने टाइम हुँदैन, र अर्को चाहिँ तनावहरू, स्ट्रेसहरू, यो सबै कुराले, र अर्को भनेको चाहिँ एकदमै युवामा हुने कुरा भनेको चाहिँ एकदमै भनेको चाहिँ धुम्रपान। हाम्रा दाजुभाइ दिदीबहिनीहरूमा पनि यो कुराका रोगहरू चाहिँ धेरै देखेको छ, किनभने चाहिँ त्यहाँ चाहिँ रिस्क फ्याक्टरहरूलाई चाहिँ अलिक कन्ट्रोल नभएको देखिन्छ। त्यही कारणले आफूमा त्यो कुरा छ भने त्यसलाई कन्ट्रोल गरेमा चाहिँ हुन्छ। र कुनै चाहिँ के हुन्छ भने हाम्रो पारिवारिक यानि कि जेनेटिक बेसिसबाट चल्ने कुराहरू हुन्छन्, जुनको कारणले गर्दाखेरि संसारमै मुटु रोग चाहिँ एकदमै कार्डियोभास्कुलर डिजिज मुटु रोग चाहिँ मुटुको रक्तनली बन्द हुने, मुटुका जोखिमहरू चाहिँ एकदमै बढ्ता नै छन्। साथसाथै विदेशमा जाने अरूहरूमा देखेको चाहिँ स्ट्रोक, प्यारालाइसिस सम्बन्धीका कुराहरू भयो, र किडनी रोगहरू भयो, र साथसाथै फ्र्याक्चरका कुराहरू पनि धेरै कुराका रोगहरू चाहिँ यो निम्न कुराका रोगहरू चाहिँ धेरै देखिएको छ। हजुर, तपाईँ त यहाँ विशेषज्ञ समितिको विज्ञ सदस्य पनि हुनुहुन्छ, के देख्नुहुन्छ यो अब भविष्यले कस्तो सङ्केत गर्छ, यी सङ्ख्याहरू बढ्दै जाने कस्तो देख्नुहुन्छ? सबैभन्दा कुरा त अब हाम्रो श्रमिक दाजुभाइ दिदीबहिनीहरू सबैमा चाहिँ के हो भन्दा चाहिँ एउटा चाहिँ अवेरनेस क्याम्पेनहरू गराउनुपर्छ। अवेरनेसमा चाहिँ जोखिमहरू त्यहाँनिर चाहिँ उक्त ठाउँमा जाँदाखेरि चाहिँ विभिन्न कुराका चाहिँ जोखिमका कुराहरू भयो, आफ्नो रोगहरू चाहिँ अगाडि नै जाँदाखेरि चाहिँ मसँग प्रेसर, सुगर छ भने त्यसलाई राम्रोसँग कन्ट्रोल गरेर जाने, कुन रोग छ कि छैन भने अगाडि नै पत्ता लगाउन पनि त्यो गर्नुपर्छ। रिस्क स्क्रिनिङ र स्क्रिनिङ जुन कमन डिजिजहरू छ त्यसको चाहिँ स्क्रिनिङ हामीले चाहिँ यहाँनिर गरिदिनु पर्ने जस्तो लाग्छ, र स्क्रिनिङ गरिदिएर उहाँहरू चाहिँ स्वस्थ छ भने त्यो जाने, र रिस्क फ्याक्टरहरू छ भने त्यसलाई कन्ट्रोल गरेर चाहिँ राम्रोसँग गर्नु पर्यो। अर्को चाहिँ हेल्थ एजुकेसन अवेरनेसबाट चाहिँ जुन उहाँहरू विदेशमा बस्दाखेरि चाहिँ स्वस्थ खानपानहरूको व्यवस्था हुनु पर्यो। त्यहाँनिर उहाँहरूको चाहिँ लिभिङ, किनभने एक्सट्रिम कोल्ड, एक्सट्रिम हट टेम्परेचरहरूमा पनि काम गर्नुहुन्छ, एक्सट्रिमली हट टेम्परेचरमा स्पेसली काम गरिरहेको हुन्छ। यस्ता मुटु रोगका लक्षणहरू पनि समयमा भयो भने चाहिँ हामीले विभिन्न माध्यमको थ्रुबाट, जस्तै वीरसेवा जुन टेलिमेडिसिनको सेवाहरू हुन्छ श्रमिकहरूको लागि, जुन लोकल एभाइलेबल डक्टर्सहरूको जुन मिसन टास्क फोर्समा गरे जस्तै जुन देशमा चाहिँ त्यहीको डक्टर्सहरूबाट, नेपाली डक्टर्सहरूसँग हामीले कम्युनिकेसन गरिदिने, अथवा त्यो टेलिमेडिसिनको थ्रुबाट त्यस्ता सिम्टम्सहरूबाट समयमै उपचार गरिदिएमा पनि कति कुराको जोखिमहरू चाहिँ हुँदैन। त्यही कारणले फर्स्ट त हजुरको स्क्रिनिङ टुलहरू राम्रो हुनु पर्यो, अवेरनेसको हामीले उहाँहरूलाई सिकाउनु पर्यो, र यो कुराहरूको रोगबाट चाहिँ तपाईँले रोग कन्ट्रोल गरेमा चाहिँ रोग लाग्नबाट बचिन्छ भनेर। अर्को कुरा भनेको चाहिँ हामीले त्यो रोगको उहाँलाई सिम्टम्स हामीले तत्कालै अस्पतालमा गएर त्यसको उपचारहरू गराएमा चाहिँ कति रोग लागे पनि निको हुने रोगहरू हुन्छ। त्यही कारण समयमा पहिचान गर्दाखेरि चाहिँ त्यो कुराहरू चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। भनेको श्रमिकले गर्ने जुन मेडिकल गरेर जानुहुन्छ नि, श्रमिकहरू जानुभन्दा अगाडिको जुन एउटा प्रोसेस छ स्वास्थ्य चेकअप गर्ने, त्यति बाहेक पनि अरू रोगहरूको आफूले परीक्षण गरेर जानु पर्यो। हजुर, त्योभन्दा चाहिँ बेसिक टेस्टेसहरू त नेपाल सरकारले राखेको छ, त्यसमा कति कुरा चाहिँ उहाँहरूको सिम्टम्स बेस एनालाइसिसबाट हुन्छ, पारिवारिक फ्यामिली हिस्ट्रीमा छ कि छैन, र त्यो कुराहरू पनि सोधेर हामीले चाहिँ सर्टेन टेस्टहरू चाहिँ गर्न सके चाहिँ अझै राम्रो हुन्छ। र हाम्रो बेसिक स्क्रिनिङ टेस्टले चाहिँ कमनली जुन कमन डिजिजहरू छ त्यसलाई चाहिँ इन्कर्पोरेट, कमन डिजिजेसहरू जुन चाहिँ प्रमुख देखेका छन् त्यस्तो कुराहरूलाई चाहिँ किडनीको जाँचले युरिया क्रिएटिन जाँच्ने गरिन्छ, पिसाबबाट प्रोटिनहरू गएको छ कि छैन, मुटुको सिम्पल इसिजीबाट मुटुको केही समस्या छ कि छैन उहाँलाई सुनेर राम्रोसँग चेक जाँच गरेर मुटुको धड्कन सुन्ने, सबै कुराहरू समस्या छ कि छैन, समस्याको पहिचान चाहिँ अगाडि नै गरेर त्यो अनुसारको टेस्ट हुन्छ। एउटा युनिभर्सल स्क्रिनिङ टेस्ट त भइहाल्छ जुन सामान्य गर्ने, साथसाथै समस्या अनुसारले चाहिँ टेस्ट गर्नु चाहिँ पर्ने हुन्छ। त्यो टेस्टहरू इन्कर्पोरेट गरेमा चाहिँ अगाडि नै पत्ता लगाइन्छ। वीर अस्पतालमै टेलिमेडिसिन सेवा पनि सुचारू भइ नै रहेको छ, त्यहाँबाट दिने सेवाहरू अथवा त्यहाँ यदि फोन गरेर स्वास्थ्य सम्बन्धी सल्लाह लिने हो भने हुन सक्ने ठुलो रोगबाट जोगिन पनि सकिन्छ होला नि। अभियसली टेलिमेडिसिन सेवा नै अब जुन कोभिडको बेलामा पनि हामीले धेरै कुरा सिकाएको छ। रोकथाममा एउटा अवेरनेस र हेल्थ एजुकेसनले धेरै कुरा हुन्छ, किनभने त्यसले चाहिँ एक त हामीले अगाडि नै कुनै पनि कुरा चाहिँ हामीले कसैलाई शिक्षित गराएर कुनै पनि रोगको पहिचान, रोगमा जाँच गर्ने प्रविधिको बारेमा, रोगको सिम्टम्सहरूको, रोगको तपाईँलाई के लागेमा चाहिँ सिम्टम्सहरू हुन्छ र के गरेमा बच्न सकिन्छ भन्ने कुराहरू हुन्छन्। किनभने कति यो नन कम्युनिकेबल डिजिजहरू प्रिभेन्ट भनेर परिवर्तन गर्न सक्ने कुराहरू धेरै छन्, त्यही कारण त्यस्तो कुराहरू हामीले समयमा दियौँ। र अर्को भनेको चाहिँ उहाँलाई चाहिँ टेलिमेडिसिनमा चाहिँ विशेष बिरामी भएपछि मान्छेले सेवा लिनु खोज्छ, त्यो सेवा उहाँलाई गाह्रो भएको कन्डिसनमा चाहिँ उहाँलाई कहाँनिर जाने, कसरी उपचारको बाटोहरू लिने भन्ने कुराको मार्फत पनि हामीले जानकारी हुन्छ, उहाँलाई धेरै सहजीकरण गर्न सकिन्छ। त्यही कारण टेलिमेडिसिनले दुइटै कुरामा एजुकेसन अवेरनेस र स्क्रिनिङको कुरामा पनि हेल्प गर्छ, साथसाथै उपचारको बाटो उहाँलाई के गर्ने, कहाँको लागि चाहिँ कुन ठाउँमा उपचार जाने भन्ने सेवाको लागि
लागि पनि हामीले जानकार गराउन सक्छौँ र यो कुराले गर्दा उहाँहरूलाई चाहिँ दुईटै उपचारमा चाहिँ फाइदा हुन्छ हजुरको। र साधारणतया त अब जुन टेस्टहरू छ त्यसले धेरै हुन्छ, तर कम्प्लिट एउटा इक्जामिनेसन र कम्प्लिट एउटा हिस्ट्री टेकिङ नै पहिलो प्राथमिक हो। त्यस कारण कम्प्लिट फिजिकल इक्जामिनेसन र सामान्य जुन टेस्टहरूले चाहिँ किडनी, हजुरको ब्लड प्रेसर, पिसाबको जाँचहरू, इसिजीहरू जाँच र समस्या अनुसारको टेस्ट गर्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ हजुर। नयाँ ठाउँ नयाँ परिवेशमा पुग्दा जसलाई पनि सुरुमा सहज त कहाँ हुन्छ र, झन परदेशमा भनेको अरूको काम गर्न जाने हो। त्यसैले स्वास्थ्यमा खेलवाड नगरौं। सबैभन्दा बढी मलेसिया, युएई, साउदी अरेबिया र कतार जाने श्रमिकको मृत्यु भएको छ। त्यसपछि कुवेत, साउथ कोरिया, रोमानिया, जापान र मालदिप्स रहेको सचिवालयको तथ्याङ्क छ। जानु अघि जाने देश, काम, रहन सहन, खानपान र कामको प्रकृति राम्रोसँग बुझेर जानुहोस्। भविष्य राम्रो होस् भनेर परदेशिएको तपाईँ स्वस्थ हुनु भए नै तपाईँको र परिवारको भविष्य राम्रो हुनेछ। लौ त आजलाई कार्यक्रमका सामग्रीहरू यति नै। सहकर्मी अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी र म मनुका कुँवर विदा हुन्छौं। नमस्कार।